नमस्कार। द भोइस नोटको नयाँ श्रृङ्खलामा यहाँहरूलाई म तपाईँहरूकै मनको साथी आयुष सम्मोहनको हार्दिक स्वागत छ। द भोइस नोटको विभिन्न श्रृङ्खलाहरूमा हामीले मनको भावनालाई व्यक्त गर्दै आइरहेका छौँ। आज पनि त्यस्तै एउटा मनको भावना लिएर आएका छौँ। हामी कतिपय अवस्थामा आफूले मन परेको मान्छेलाई सानो प्रशंसा गर्न पनि हिचकिचाउँछौँ। के तपाईँले कसैको प्रशंसा गर्नुभएको छ? प्रशंसा भन्नाले कसैको बढाइ चढाइ बखान गाउने भन्न खोजेको होइन। तपाईँहरूमध्ये धेरैजनाले सायद आफूले मनमा लागेको त्यो मिठो शब्दहरू अथवा तारिफका 2 शब्दहरू पनि भन्न सक्नुभएको छैन होला। मनभरि अथाह माया भए पनि तपाईँले आफ्नो प्रियजनको राम्रो कुराको तारिफ गर्न सक्नुभएको छैन भने आजको यो भोइस नोट तपाईँको तर्फबाट तपाईँको प्रियजनको लागि। तपाईको भावनासँग मेल खान पुगेमा यो भोइस नोट आफ्नो प्रियजनलाई साझा गर्न नबिर्सिनुहोला। अब सुरु गरौँ आजको द भोइस नोट। मेरो प्रियतम, मेरो सर्वस्व तिमी, आज म तिमीलाई ती शब्दहरू समर्पण गर्दैछु जुन मेरो हृदयले वर्षौँदेखि आफ्नो गहिराइमा सँगालेर राखेको थियो, तर तिमीलाई भन्न सकेको थिएन। थाहा छैन किन चाहँदा चाहँदै पनि आजसम्म तिम्रो राम्रो पक्षको तारिफ त कि साधारण केही शब्द पनि व्यक्त गर्न सकेको थिएन। तिमी मेरो जीवनको सार हौ, मेरो मुटुको ढुकढुकी हौ र मेरो हरेक सपनाको प्रेरणा हौ। तिमीमा मैले जे देखेको छु त्यो कुनै झुटो बखान होइन, बरु तिम्रो अस्तित्वको सुन्दरताको इमान्दार स्वीकारोक्ति हो। तिमीमा भएका ती केही खास कुराहरूले नै तिमीलाई मेरा लागि संसारको सबैभन्दा उत्कृष्ट व्यक्ति बनाएका छन्। ती गुणहरू जसले मलाई हरेक पल तिम्रो प्रेमको गहिराइमा डुबाइरहन्छ। हो, तिमीमा त्यस्तै मनै लोभ्याउने, हृदय नै छोड्ने अति नै राम्रा गुणहरू छन् जसले मलाई तिम्रो मायामा बाँधेको छ। तिमीमा भएको सबैभन्दा पहिलो गुण जसले मेरो आत्मालाई स्पर्श गर्छ त्यो हो तिम्रो मिठो बोली र मिठो मुस्कान। तिम्रो ओठबाट निस्कने हरेक शब्दमा मिठास, प्रेम र सम्मान झल्कन्छ। तिमीले बोल्दा मेरो हृदयमा शान्ति छाउँछ। तिम्रा शब्दहरू मेरा लागि दिनभरको थकान मेटाउने औषधि जस्तै छन्। तिम्रो बोलीमा सधैँ सकारात्मकता र कोमलता मात्र भेट्टाउँछु। तिम्रो मुस्कान त्यो पहिलो घामको किरण जस्तै छ जसले मेरो दिनलाई आशा र खुसीले भरिदिन्छ। तिम्रो एउटा सानो आँसुले मेरो ठुलो चिन्तालाई पनि एकैछिनमा हराइदिन्छ। तिम्रो मुस्कान तिम्रो निष्कपट मनको प्रतिबिम्ब हो। मलाई तिमीमा अत्यन्तै मनपर्ने र मेरो विश्वासलाई अझ मजबुत बनाउने अर्को गुण हो तिम्रो सधैँ एकनासको माया। तिम्रो प्रेम मौसम जस्तो परिवर्तनशील छैन। हरेक सुखमा, दुःखमा, सफलतामा वा असफलतामा तिमीले मलाई गर्ने प्रेम सधैँ एकनासको, अटल र स्थिर रहेको छ। तिम्रो यो निश्चितताले मलाई जीवनमा जुनसुकै चुनौतीको सामना गर्न पनि साहस दिन्छ। तिम्रो प्रेममा कुनै शर्त वा स्वार्थ छैन। तिमी मलाई मेरो कमी कमजोरीहरूसहित स्वीकार्छौ। तिम्रो यो निस्वार्थताले नै मलाई तिमीसँगको भविष्यप्रति पूर्ण विश्वास दिलाउँछ। तिमी बिना मेरो जीवन शून्यता थियो। तिमीले नै मेरो जिन्दगीमा प्रेम, खुसी र उत्साहको इन्द्रेणी रङ भरिदियौ। तिमी मेरो जिउने आधार र मेरो अन्तिम सत्य हौ। तिमी केवल एक प्रेमिका मात्र होइनौ, तिमी मेरो सर्वश्रेष्ठ मार्गदर्शक र आत्माको साथी पनि हौ। तिमीसँग कुरा गर्दा मेरो मनमा सधैँ सकारात्मक ऊर्जा भरिन्छ। जब म कुनै अलमलमा हुन्छु, तिम्रो आशावादी र बुद्धिमत्तापूर्ण सल्लाहले मलाई सही बाटो देखाउँछ। तिमीले मलाई जीवनको सुन्दर पक्ष देख्न र आफ्नो क्षमतामाथि विश्वास गर्न सिकाएकी छौ। तिम्रो सबैभन्दा दुर्लभ र जादुई गुण भनेको मेरो नबोलेको कुराहरू बुझ्ने क्षमता हो। मैले दुःख लुकाउँदा पनि तिमी मेरो आँखाको सानो परिवर्तनबाट नै मेरो मनको व्यथा थाहा पाउँछौ। तिमीले मलाई बाध्यतामा होइन, प्रेमले बुझ्छौ। तिमी मेरा लागि केवल सुखको साथी मात्र होइनौ, तिमी जीवनको हरेक मोडमा साथ दिने अटुट र भरपर्दो साथी हौ। हाम्रो सम्बन्ध केवल हाँसो र रमाइलोमा मात्र आधारित छैन।
तिमी मेरो दुःख, मेरो पीडा र मेरो अन्धकार समयमा पनि मेरो साथमा ढुङ्गा जस्तै अटल भएर उभिन्छौ। तिम्रो यो साथले मलाई कुनै पनि आँधी बेहरीको सामना गर्न सक्षम बनाएको छ। तिमी मेरो लागि सफलताको खुसी र असफलताको ढाडस दुवै हौ। प्रियतम, तिमीमा भएका यी सर्वोत्कृष्ट गुणहरूले तिमीलाई मेरो जीवनको केन्द्रबिन्दु बनाएको छ। तिमी मेरो लागि सूर्य, चन्द्रमा र ताराहरू जत्तिकै आवश्यक छौ। म चाहन्छु कि तिम्रा यी अमूल्य गुणहरू सधैँ यस्तै चम्किरहोस् र म तिम्रो जीवनको हरेक पलमा तिम्रो प्रशंसा र सहयोग गर्न तयार रहँ। तिमी मेरो लागि केवल प्रेमिका मात्र होइनौ, तिमी मेरो आत्माको जोडी हौ, जसको लागि मेरो हृदय असीम प्रेम र कृतज्ञताले भरिएको छ। म तिमीलाई साँच्चै शब्दमा वर्णन गर्न नसकिने गरी माया गर्छु। सधैँ र सधैँको लागि तिम्रै। आजको द भोइस नोटमा हामीले प्रेमिल मनको भावना प्रस्तुत गऱ्यौँ। आशा छ तपाईँलाई मन पर्यो होला। यदि तपाईँलाई मन पर्यो भने यसलाई आफ्नो प्रियजनसँग साझा गर्न नबिर्सिनुहोला। द भोइस नोटको अर्को एपिसोडमा फेरि अर्को भावनाका साथमा उपस्थित हुने नै छु। तबसम्मका लागि यो आवाजको तरङ्गबाट बिदा हुन्छु। नमस्कार।